दाङमा हाम्रो नेकपा एमालेको पार्टीको झण्डा जुन ढङ्गले जलाइएको छ त्यसका विरुद्धमा आज हामी यहाँ बिपी चोकमा हामी कालो झण्डा देखाएर उपस्थित भएका छौँ। आज हामीले यो साङ्केतिक रूपमा मात्र गर्न खोजेको नेकपा एमालेलाई यदि कसैले प्रहार गर्न खोज्छ, कसैले आँट गर्छ भने त्यसका विरुद्धमा अनेरा सोयु र राष्ट्रिय युवा सङ्घ आन्दोलनको आधी बेरी ल्याएर त्यस्ता अराजक झुण्डहरूलाई ठेगान लाउँछ भन्ने कुराहरू म यही प्रिय युवा विद्यार्थी साथीहरू, यो लोकतन्त्र हो। लोकतन्त्रमा तपाईहरूले पार्टी खोल्न पाउनुहुन्छ, आफ्नो विचार राख्न पाउनुहुन्छ र बुलेटबाट होइन ब्यालेटबाट तपाईहरूले जनताको मन जितेर यो देशमा तपाईँले शासन गर्ने हो। जुन पार्टीले, जुन नेकपा एमालेले तपाईँलाई आज बोल्ने अधिकार दियो, तपाईँलाई के अरे पार्टी खोल्ने अधिकार दियो, त्यही पार्टीको झन्डा तपाईँले जलाउँदै हुनुहुन्छ। तपाईँलाई थाहा छैन होइन, केही अराजक झुण्डहरूले यस्ता गतिविधि गरिरहेछन्। तपाईँहरूलाई नेकपा एमालेको गरिमा थाहा छैन। तपाईँहरूलाई नेकपा एमालेको गरिमा यदि तपाईँहरूलाई सिक्नु छ भने अन्तर्राष्ट्रिय र राष्ट्रिय युवा सङ्घले सिकाउँछ, नत्र यस्तै अराजक गतिविधि गर्नुभयो भने हामी आन्दोलनको आधीबेरी मार्फत